दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर 6 स्थित राउतबेसीमा अवस्थित एक प्रसिद्ध हिन्दू धार्मिक स्थल हो। यो मन्दिर तादी नदीको किनारमा 700 मिटरभन्दा अग्लो ढुङ्गे पहाडको शिखरमा रहेको छ। स्थानीय किम्वदन्ती अनुसार करिब 400 वर्ष अघि बासु तामाङ नामक एक गोठालोको गाईहरू हराएपछि उनले तिनीहरूलाई खोज्दै गर्दा गोगनचौरको विकट ढुङ्गे पहाडमा चारै थुनबाट दुध बगिरहेको देखे। त्यहाँ अगौतो आकारको शिवलिङ्ग रहेको थियो। यस घटनालाई चमत्कारी मान्दै सो स्थानमा मन्दिर स्थापना गरिएको र त्यसपछि मन्दिरको नाम दुप्चेश्वर राखिएको भनिन्छ। यसैगरी समुद्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाईकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुति पनि पाइन्छ। त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पत्ति भएका र पछि अपभ्रंश भई दुप्चेश्वर नामाकरण भएको किम्वदन्ती पाइन्छ। दुप्चेश्वर मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। यहाँ प्रत्येक वर्ष धान्य पूर्णिमाका अवसरमा साताव्यापी मेला आयोजना गरिन्छ। यसका साथै शिवरात्रि, साउन महिना र प्रत्येक सोमबार पनि मन्दिरमा विशेष पूजा र मेला लाग्ने गर्दछ। यी अवसरहरूमा भक्तजनहरूको ठूलो भिड लाग्ने गर्दछ। यहाँका प्रमुख आकर्षणमध्ये अविवाहितलाई जोडी, निसन्तानलाई सन्तानको आशीर्वाद साथै यस मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनहरूले भगवानसँग एउटा कुरा मात्रै माग्यो भने पुग्छ भन्ने जनविश्वास पनि रहिआएको छ। मन्दिरको फेदीमा रहेको तादी नदीबाट घुमाउरो सिँढी हुँदै भक्तजनहरूले मन्दिरसम्म पुग्ने गर्दछन्। हालैका वर्षहरूमा मन्दिर परिसरमा प्रशासनिक भवन र आश्रमहरूको निर्माण सम्पन्न गरिएको छ। यसका साथै दर्शनार्थीहरूको सुविधाका लागि छाया, सुरक्षा क्यामेरा र पदमार्गको व्यवस्था समेत गरिएको छ। स्थानीय सरकार र सङ्घीय सरकारको सहकार्यमा मन्दिरको संरचनामा सुधार र विकास भइरहेको छ। दुप्चेश्वर मन्दिर धार्मिक स्थल मात्र नभई पर्यटकीय गन्तव्यको रूपमा पनि परिचित हुँदै आएको छ। गोसाईकुण्ड जाने पदमार्ग यसै गाउँपालिकामा पर्ने गर्दछ, जसले गर्दा पनि मन्दिरको पर्यटन महत्त्वलाई थप बढावा दिएको छ। स्थानीय सरकार र सङ्घीय सरकारको सहकार्यमा मन्दिरको प्रचार प्रसार र संरचनामा सुधार गर्दै यसको धार्मिक र पर्यटकीय महत्त्वलाई अझ प्रगाढ बनाउने योजना रहेको छ। यस मन्दिर तादी नदीको किनार हुँदै उकालो चढेर पुग्ने गरिन्छ। विशेषतः शनिबारका दिन यस मन्दिरमा भक्तजनहरूको अत्याधिक मात्रामा भिड लाग्ने गर्दछ। नजिकैका जिल्लाहरूबाट मात्र नभएर यस मन्दिरमा टाढा टाढाबाट पनि भक्तजनहरू आउने गरेका छन्। ठूला ठूला वन जङ्गलहरूले घेरिएर बनेको यस मन्दिर आफैमा पनि अलौकिक र धार्मिक आस्थाको धरोहर हो। दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय धरोहरको रूपमा स्थापित भएको छ। यस मन्दिर नुवाकोट जिल्लाको मात्र नभई देशकै एक धार्मिक महत्त्वको रूपमा परिचित भएको छ।